हामी मोटरबाटबाट झरियो। म्याडमले उता झोला बोक्नु भएको छ, ब्याग मैले पछाडि। नानी बाबुहरूलाई नबोलाएको, तिनीहरूको रियाक्सन कस्तो हुन्छ हेर्नुपर्छ। त्यही भएर हजुर ल 16 किलो छ, तर बोक्न फेरि बानी नपरेको भएर गाह्रो भयो के। पैसा जति सबै भ्याउती माइल्दालाई गिफ्ट फाल्दाखेरि भ्याइयो, अझै थाहा पाएनन् क्या नानी बाबुहरूले। तर अझै आएनन् तिनीहरू। बिसाउनु त।